नमस्कार सबैजनामा। आजको यात्रा रहेछ गोरखनाथ मन्दिर, जो मन्दिर चाहिँ गोरखपुरमा स्थित छ र यो चाहिँ गोरखपुर जाने बाटो हो, जो चाहिँ एक्सप्रेस वेहरू भनिन्छ। र यस्ता बाटोहरू निकै उत्तर प्रदेशमा बनिएको छ, अझै बनिँदै पनि छ। यो बाटोमा यात्रा गर्दा एकदम सहजै, एकदम रमाइलो, एकदम रमणीय हुने गर्छ, एकदम छिटो पनि पुगिन्छ। गोरखनाथ मन्दिरको खासियत के छ भन्दाखेरि गोरखनाथ मन्दिरका महत चाहिँ हुनुहुन्छ हाम्रो योगी आदित्यनाथज्यू, जो चाहिँ उत्तर प्रदेशको मुख्यमन्त्री पनि हुनुहुन्छ। र आज त्यसमाथि हामी सानो म भिडियो बनाउन गइरहेको छु। र अब हामी पुग्यौँ गोरखनाथ मन्दिर। यो चाहिँ गोरखनाथ मन्दिरको बाहिरको दृश्य, जो चाहिँ एकदम सफा छ, एकदम रमाइलो, एकदम राम्रो। र यस मन्दिरलाई चाहिँ पुलिसहरूको पनि एकदम ड्युटी हुँदो रहेछ, यहाँनिर सुरक्षा गरेर राखेको रहेछ, सायद केही झगडाहरू नहोस् भनेर होला सायद। र यसमा अब हामी मन्दिरतर्फ लाग्दैछौँ, जो चाहिँ एकदम सफा। किन भन्दाखेरि यहाँको एमएलए योगीजी आफै हुँदो रहेछ अहिले पनि। त्यसले यो चाहिँ बाहिरको एन्ट्री गर्ने जग्गा, मन्दिर प्रवेश गर्ने जग्गा। यो मन्दिर तपाईँको 52 एकरमा फैलिएको रहेछ। र हामी भित्र पुग्यौँ। भित्र पुग्दाखेरि एकदम राम्रो, एकदम सफा, मेन्टेन गरिरहेको, फुलहरू सजिएको। र यो मन्दिरको खासियत के छ भन्दाखेरि तपाईँको यहाँ चाहिँ गोरखनाथजी आएर तपस्या गर्नु भएर नै गोरखनाथ मन्दिर भनेको रहेछ। अनि यो ठाउँको नाम पनि उहाँको नाममा राखेको रहेछ, गोरखपुर भनेर। र पहिला यहाँको सांसद पनि हुनुहुन्थ्यो हाम्रो योगीजी सांसद हुँदाखेरि उहाँ यहीँ बस्ने गर्नुहुन्थ्यो, उहाँको वासस्थान पनि यहीँ छ अलिक पर। र अहिले चाहिँ उहाँ चाहिँ मुख्यमन्त्री भएर लखनऊमा बस्नुहुँदो रहेछ। यहाँ चाहिँ गोरखनाथजीको पूजा पनि गरिन्छ। अनि यहाँभित्र गुरुहरूको, अरू अन्य गुरुहरूको पनि, सन्त महात्माहरूको पनि निकै मूर्तिहरू राखेको छ, उहाँहरूको पूजा पनि गरिन्छ। यहाँदेखि अलिक पर सिधा हेर्नु हो भने त्यहाँनिर चाहिँ पहिला हाम्रो योगीजी बस्ने जग्गा, अहिले महतहरू पनि बस्नुहुन्छ। त्यहाँनिर चाहिँ पुलिसको ड्युटी पनि हुँदो रहेछ। मैले त्यहाँको चाहिँ भिडियो बनाइन, अप्ठ्यारो लागेर। यहाँ निकै मन्दिरहरू छ भित्रनिर। र हामी पुग्दाखेरि 5:30 भएको थियो, 6 बज्नु आँटेको थियो। यो चाहिँ गोरखनाथजीको मन्दिर, मूर्ति, उहाँको पूजा गरिन्छ। बेलुका घुम्दै जाँदा एकदम लाइटनिङहरूले गर्दा मन्दिरलाई एकदम सजावट राम्रो देखिँदो रहेछ। अनि यहाँनिर नाच सम्प्रदायहरू पनि आएर पूजा गर्ने गर्दो रहेछन्। अनि माघे सङ्क्रान्तिमा यहाँ मेला लाग्ने गर्दो रहेछ, जहाँ खिचडी मेला पनि भन्दो रहेछ। प्रसादको रूपमा यहाँनिर भक्तजनलाई खिचडी पनि दिनुहुँदो रहेछ। र हाम्रो घुम्दै जाँदाखेरि यहाँनिर दाजुले भन्नुहुँदैछ मन्दिर राम्रोसँग हेऱ्यो, मूर्तिहरू हेऱ्यो, गुरुजीहरूको हजुर हेऱ्यो हामीले, र मन्दिर राम्रो हेऱ्यो दाजु, तपाईँले सायद राम्रो हेर्नुभयो होला। र साँझको दृश्य मन्दिरको। यो मन्दिर हेर्ने पहिलादेखि एउटा ठुलो चाहना थियो। किन भन्दाखेरि यत्रो ठुलो स्टेटको, यत्रो ठुलो राज्यबाट मुख्यमन्त्री हुनुभएका योगीजीको पहिला कस्तो थियो, उहाँले कहाँबाट गुरु ज्ञान पाउनु भएको थियो, उहाँ जब बस्ने जग्गा कस्तो थियो भन्दाखेरि इच्छा हुने, चाहना हुँदाखेरि यहाँ आउनु अवसर प्राप्त भयो। र यो जग्गा हेरेपछि, ठाउँ हेरेपछि एकदम खुसी लाग्यो। किन भन्दाखेरि भनिन्छ ठुलो मान्छेकोबाट के सिक्नु भनेर। र उहाँको सरलता, उहाँको एउटा सिम्प्लिसिटी भनौँ है, त्यो उहाँले कहाँबाट आफ्नो गुरु ज्ञान प्राप्त गर्नुभएको थियो, उहाँले आफ्नो राजनीतिक यात्रा कहाँबाट सुरु गर्नुभएको थियो, त्यो उहाँको जग्गा कस्तो रहेछ भनेर एकदम खुसी लाग्यो। यो चाहिँ हामी बाहिर मन्दिरबाट बाहिर निस्किँदै गर्दा यो चाहिँ तपाईँको गोरखपुरको बजार मार्केट भनौँ, उता यो चाहिँ सुनौलीपट्टि लाग्दै गरेको हामी। अनि यहाँबाट हामी सुनौली चाहिँ जो नेपाल बोर्डर पर्दछ, सुनौलीबाट पुगेपछि हामीले पुग्छौँ बेलैया। अनि हामीले चाहिँ नेपाल भएर निस्किने निर्णय गऱ्यौँ। किनभने यहाँबाट नेपाल भएर निस्किँदाखेरि चाहिँ तपाईँको 300 किलोमिटर कम्ती पर्दो रहेछ। र अर्को त्यसो गर्दाखेरि हामीले अर्को ठाउँ हेर्ने मौका पायौँ। र यहाँ निस्किँदा ओर्दा हामी झन्डै करिबन 6-6:30 जस्तो भइसकेको थियो। हेर्नुहोस्, यो गोरखपुरको हाइवे र यो बजार पनि भनौँ बाहिर एकदम राम्रो, एकदम सफा। यस्तो ठुलो सिटीलाई यतिको मेन्टेन गरेर धन्यवाद तपाईँहरूलाई धेरै भिडियो हेर्नुभएकोमा। र गल्ती भए माफ